नमस्कार। यस प्रविधि समाचारमा GTA 6 नोभेम्बर 2026 सम्म ढिलाइ। रकस्टार गेम्सले आधिकारिक रूपमा ग्रान्ड थेफ्ट अटो 6 लाई फेरि एकपटक ढिलाइ गरेको छ, जसले गर्दा यसको लन्च नोभेम्बर 19, 2026 मा हुने भएको छ। अघिल्लो मे 26 को लक्ष्य भन्दा 6 महिना ढिलो र सुरुवाती 2025 को समय भन्दा धेरै पछाडि। स्टुडियोले आधिकारिक विज्ञप्तिमा माफी माग्दै तपाईले अपेक्षा गर्नुभएको र योग्य भएको स्तरको पलिसको साथ खेल समाप्त गर्न अतिरिक्त समय आवश्यक छ भनेर व्याख्या गर्दै खेलाडीहरूलाई लियोनाइडाको फराकिलो राज्य र आधुनिक दिनको भाइस सिटीमा डुब्न उत्साहित गरे। टेक-2 का CEO स्ट्रस जेल्निकले यो कदमलाई समर्थन गर्दै उल्लेख गरे कि तिनी रकस्टारको दृष्टिकोणको साँच्चै समर्थन गर्छन्, उत्तम सम्भावित संस्करण सुनिश्चित गर्न। यसलाई एउटै आर्थिक वर्षमा बलियो रिलिज विन्डो भनेर। खेलमा नायक जेसन डुवाल र लुसिया क्यामिनोस छन्, जो डकैती गलत भएपछि आपराधिक षड्यन्त्रमा फँसेका छन् र यो विशेष रूपमा PS5 र Xbox Series X वा S मा आउँदैछ। नोभेम्बर 6 मा टेक-2 को आम्दानी रिपोर्टको बीचमा घोषणा गरिएको यो समाचारले शेयर 7% ले घट्यो, तर रकस्टारको पूर्णतावादी प्रतिष्ठालाई जोड दियो। प्रविधि समाचारमा यति नै। नयाँ अपडेटका लागि लाइक र सब्स्क्राइब गर्नुहोला। धन्यवाद।